सब केटाहरू थकाइ मारिरहेका छन् दिनभरि घाममा हिँडेको केटाहरू अहिले त थकाइ मार्न लाग्छन् हो पुरै नेचुरल छ त हो यहाँ चाहिँ अर्कै काम पनि हुन्छ है गाइस अर्कै काम भन्नाले अर्कै काम समझ रहे हो ना हेर्नु यस्तो काम हुन्छ यो प्यारी समझ गई सुन्दर हेर्नु यहाँ त अहिले अझै मान्छे चलिरहेछन् एकछिनपछि अझै राति हुनुपर्छ अनि हेर्नु होला यहाँको दृश्य एकदम खुल्ला हुन्छ नि यहाँ त खुल्ला कहाँको बौद्ध ए ल मेरो काम त छँदैछ म अर्को काम गर्ने मान्छेहरूलाई देखाउँछु है त यहाँ त अहिले नै सुरुवात भइसक्यो होला योभन्दा पनि अगाडिबाट सुरुवात भइसक्छ तर पनि अलि अझ बेलुकीतिर त झनै खतरा हो नि खतरा लगाएछ हेर्नु यी हुन् हाम्रो माछापोखरीमा सुन्दर केटाहरूलाई घुमाउने सुन्दरीहरू सुन्दर केटाहरूलाई घुमाउने सुन्दरीहरू नाम दि अनि यता छन् एउटा आहा यतातिर डिल भइरहेको छ अनि यहाँ छन् आमा कति धेरै भन्थे आएका छन् त तेरिका हो अहिले त यति धेरै छन् एकछिन पछि कति यिनी मैया पनि हुन् ल माछापोखरीमा हिँड्ने जलपरीहरू हुन् गाइस है सबैलाई त नभनौँ यहाँ अरू पनि राम्रा मान्छेहरू पनि छन् सानादेखि लिएर ठुलासम्मका अर्कैदेखि लिएर अर्कैसम्मका पनि छन् क्या यो चाहिँ 7 बजीतिरको अवस्था हो ए हेर्नुहोस् यहाँ एकदम मस्तसँग जलपरीहरू तैरिरहेका छन् यहाँ एकछिनपछि झनै तैरिदिन्छन् अहिले यिनी त फेरि खतरनाक हुन्छन् नि यिनी त झ्यालाम जुरुम बनाउने बेला पनि हुन्छन्